हेलो नमस्ते सबैजनालाई। आज चाहिँ मेरो आमाको बर्थडे छ। मैले दिदी र भाइसँग मिलेर सरप्राइज दिने प्लानिङ गरेको छु र आज घरमा के कस्तो हुन्छ म चाहिँ हेर्न पाउँदैन किनकि मेरो आज पनि काम छ। दिदी र भाइलाई मैले भिडियो पठाइदिनु भनेको छु, पछि आएर हेर्नु पर्ला। कामबाट बाहिर निस्किने बित्तिकै मैले सुरुमा मोबाइल हेरेर भिडियो हेरेँ। भिडियो चाहिँ यस्तो छ, हेर्नुहोस् है त। यो चाहिँ हामीहरूको जापानदेखि हाम्रो चापानी बहिनीले आफ्नो मम्मीको बर्थडेको दिन परेकोले उहाँले आफ्नो मम्मीलाई सरप्राइज गर्नको लागि हामीलाई सम्झिनु भएको छ। अब उहाँको मम्मीको कस्तो रियाक्सन आउँछ उहीँ गएर हेरौँ है त। कसले दियो होला हजुरले? कसले दियो होला यो? टेस्ट गर्नु त कसले दियो होला यो? खै कसले दियो त्यो पनि हो कि होइन नि त? अब हो कि होइन त्यो पनि थाहा छैन। छोरीले होइन अरूले नै हो त्यो। छोरीले नै हो? के भन्न चाहनुहुन्छ? उहाँ चाँदनी बहिनीले नै हो दिएको? त्यो जापानदेखि हो? के भन्न चाहनुहुन्छ मलाई? अब छोरीलाई राम्रो काम छ होइन, हजुर अनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु, चिन्ता नमान्नु, आफ्नो पढाइमा ध्यान गर्नु, त्यही त्यस्तो अप्ठ्यारो नमान्नु, सक्दो हामी घरबाट पनि गरिहाल्छौँ। हुन्छ हस्। यसो छाती छामी हेर्छु चर्केला जस्तो मुटु ढल्केर आउँछ आँसु सम्झेर तिम्रो माया शीतल जुन झै आमा